हेलो सबैलाई नमस्कार। हाम्रो शरीरको लागि कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ, चिल्लो पदार्थ, पानी, भिटामिन लगायतका सबै वस्तुहरूको आवश्यकता पर्छ। हामी निरोगी भई बाँच्नको लागि एक प्रकारका पौष्टिक वस्तुहरूले मात्र हुँदैन। तसर्थ आज म विशेष गरी फलफुल तर्फ मेरो प्रस्तुति चाहिँ अगाडि बढाउने यहाँहरुसँग अनुमति चाहन्छु। भनिन्छ हरेक दिन नियमित रूपमा अनेक प्रकारका फलफुल पनि शरीरको लागि आवश्यक हुन्छन्। सबै फलफुलमा सबै प्रकारका पौष्टिक तत्त्वहरू समान हुँदैनन्। फलफुल पनि शरीरको अवस्था तथा शरीरको आवश्यकताको आधारमा सेवन गर्दा लाभदायक हुने मानिन्छ। संसारका सबै देशमा सबै प्रकारका फलफुलहरू समान किसिमले फल्दैनन्, हुँदैनन्। कारण चाहिँ त्यो देशको हावापानी, त्यो देशको जलवायु, त्यो देशको उचाइ, माटोको अवस्था, पौष्टिकता कति छ माटोमा भन्ने कुराहरू समेत चाहिँ ले कुन कुन फलफुलहरू बढी मात्रामा फल्ने भन्ने कुरालाई निर्धारण गर्छन्। त संसारका विभिन्न देशहरूले आफ्नो देशमा फल्ने उत्पादनको आधारमा ती फलहरूमा हुने पौष्टिक पदार्थहरूको आधारमा संसारका विभिन्न देशहरूले विभिन्न फललाई राष्ट्रिय फलको रूपमा घोषणा गर्ने गरेका छन्। त दक्षिण एसिया खास गरी सार्क राष्ट्रहरूमा यो राष्ट्रिय फलको अवस्था के छ र कुन कुन देशको राष्ट्रिय फल कुन कुन घोषणा गरेका छन् भन्ने कुरालाई आज मैले यहाँहरुसँग प्रस्तुत गर्न चाहन्छु। त पहिलो देश रहेको छ नेपाल। हाम्रो सुन्दर देश नेपाल। यो देशको राष्ट्रिय फल सुन्तला रहेको छ। यो देशका धेरै जसो ठाउँहरूमा सुन्तला उत्पादन हुने, सुन्तलामा पानीको मात्रा नि प्रशस्त हुने, पोषिलो र स्वादिलो समेत हुने हुनाले नेपालको राष्ट्रिय फलको रूपमा सुन्तलालाई घोषणा गरिएको छ, मानिएको छ। त्यस्तै भारतको राष्ट्रिय फल आँपलाई मानिएको छ। स्वादिलो फल आँपलाई चाहिँ भारतले आफ्नो राष्ट्रिय फलको रूपमा मानेको छ भने अर्को हाम्रो छिमेकी राष्ट्र पाकिस्तानले चाहिँ दुईवटा फलहरूलाई राष्ट्रिय फल भनी चाहिँ घोषणा गरेको छ। आँप गर्मी समयको राष्ट्रिय फल मानेको छ भने जुन समयमा आँप फल्दैन, हुँदैन अथवा जाडो समयमा, चिसो समयको लागि अमरुद भन्ने अर्को फललाई पाकिस्तानले आफ्नो राष्ट्रिय फल मानेको छ भने बङ्गलादेश र श्रीलङ्काले कटहरलाई यानि कि भुइँकटहरलाई चाहिँ यिनीहरूले आफ्नो राष्ट्रिय फल घोषणा गरेका छन्, मानेका छन्। प्रशस्त स्वादिलो र पोषिलो कटहर बङ्गलादेश र श्रीलङ्काको लागि राष्ट्रिय फल भएका छन् भने अफगानिस्तानको हकमा अनार अत्यन्तै धेरै पौष्टिक पदार्थले भरिपूर्ण, अनारको उत्पादन पनि धेरै हुने र स्वादिलो पोषिलो पनि हुने हुनाले अनारलाई अफगानिस्तानले आफ्नो राष्ट्रिय फल भनेर चाहिँ घोषणा गरेको छ, मानेको छ भने हाम्रा दुईवटा छिमेकीहरू दक्षिण एसियाली देशहरू भुटान र मालदिप्सले चाहिँ कुनै पनि फललाई आफ्नो राष्ट्रिय फल भनेर आधिकारिक रूपमा घोषणा गरेका छैनन्। त आदरणीय महानुभावहरू, हामीले आफ्नो देशले जुन जुन फललाई राष्ट्रिय फलको रूपमा घोषणा गरेको भए पनि यी सबै फलहरू हाम्रो शरीरको लागि आवश्यक छन् र यी सबै फलफुलहरू मिलाएर हामीले सेवन गर्न सक्यौं भने यी फलमा हुने अनेक प्रकारका पौष्टिक पदार्थ, भिटामिन लगायतका, मिनरल, खनिज पदार्थ लगायतका वस्तुहरूले हाम्रो शरीरलाई स्वस्थ बनाउने र अनेक प्रकारका रोग व्याधिहरूबाट पनि हामीलाई बच्नको लागि अनेक प्रकारको शक्ति प्रदान गर्ने हुनाले यस्ता फलहरू मिलाएर सेवन गरौं, स्वस्थ बनौं भन्दै मैले मेरो प्रस्तुति आजलाई यही अन्त्य गर्ने अनुमति चाहन्छु। नमस्कार।